गाइस यो चाहिँ मेरो आजको चना मटर दसैँको लागि रेडी हुँदैछ। यहाँ चाहिँ सबै मासुहरू चाहिँ त्यसरी चाहिँ भर्खर आइस फ्रिजबाट निकालेँ अनि यसरी रेडी गर्दैछु है। सो गाइस मैले चाहिँ यहाँ मोमो चाहिँ होइन यसरी आलु उसिन्दैछु है दसैँको लागि। अब यसरी उसिन्यो भने चाहिँ अलिक सफा अनि ठक्कसँगले फुट्दैन है। सो म चाहिँ यसरी आलुदमको लागि रेडी गर्दैछु दसैँको लागि। सो ह्याप्पी दसैँ एभ्रिवान। यो चाहिँ मेरो कलर्सहरू दही पखाली गरी रेडी गरिसकेको दसैँको खाना मटर पनि पाक्यो। मटर दसैँ भाइब चाहिँ गाइस घरैमा यहाँनिर स्टक हुँदैछ बिहान यस्तै छ स्टक हुँदैछ। हाम्रो चाहिँ मटरहरू पकाइसके सबै तयारी हुँदैछ यहाँनिर पाक्दै छ। कति कुरा कति कुरा पाक्नु बाँकी छ। ह्याप्पी दसैँ एभ्रिवान। सो गाइस कुखुराको मासु पनि पाक्यो। वाउ गाइस मासु परि भुट्दै गरेको है दसैँको लागि। वाउ हामीले त यसरी सुँगुरको मासु भुटेर मनाउँदैछौँ दसैँ। हजुरहरूले कसरी मनाउनु भयो हजुरहरू सबैजनालाई पनि धेरै 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 धन्यवाद। मेरो भिडियो हेर्ने मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई अनि भर्खर सब्सक्राइब गर्नुभएको मेरो न्यू भ्युवर्सहरूलाई चाहिँ म यो भन्न चाहन्छु ह्याप्पी दसैँ। अनि अपकमिङ डेजमा पनि म यसरी भिडियो हाल्दैछु भनेर भन्न चाहन्छु। सो ह्याप्पी दसैँ सबैजनालाई। यो चाहिँ मैले याङ रिङ लगाएर है यस्तो देखेको छ। यो चाहिँ मासुमा सुँगुरको मासुमा भर्खर याङ रिङ लगाएर चाहिँ परपर फुटेर अब यो माथिबाट चाहिँ रक्ती लगाउनुपर्छ। हुन त हेल्थको लागि राम्रो होइन रक्तीहरू लगाएर खानु है गाइस, तर दसैँ हो है समटाइम्स त अब दिन्छ जस्तो लाग्छ है। त्यही भएर मैले चाहिँ आज याङ रिङ लगाएको चाहिँ सुँगुरको मासु बनाउँदैछु है। यसरी नै बनाएर दसैँमा खान सक्नुहुनेछ। ह्याप्पी दसैँ। सो गाईको चाहिँ मैले अलरेडी फोन लगाइसकेँ ब्लड है। अब यो लगाएर पनि एकछिन भुट्नुपर्छ है मजाले पाकिन्छ। सो यो सुँगुरको मासुमा रक्ती लगाएर याङ लगाएर भुट्दै गरेको सबैजनाले पनि यसरी नै दसैँ मनाउनु होला। ह्याप्पी दसैँ। गाइस मेरो आलुदम पनि पाक्यो। वा पिरो बनाएको यसको अन्त चाहिँ दामी भएको चाहिँ गाइस खाने भए आउनु होला है। ह्याप्पी दसैँ सबैजनालाई। कस्तो दामी भएको पिरो। गाइस तपाईँहरूलाई चाहिँ कस्तो पुलाउ मनपर्छ? मलाई चाहिँ भुटेको पुलाउ मनपर्छ है गाइस। सो त्यही भएर मैले चाहिँ भुटेको पुलाउ बनाउँदैछु आज दसैँ भएर है। हेर्नु होला मेरो पुलाउ भुट्दै गरेको पर। ह्याप्पी दसैँ। हामी चाहिँ टिका लाउन रेडी हुन लागेको। सबै टिकाको सामग्रीहरू रेडी गरिसकेको छु है। ह्याप्पी दसैँ एभ्रिवान। कपिराइट लाग्ने डर है, तर पनि यसरी चाहिँ दसैँ अब हाम्रो चाहिँ स्टार्ट हुनेछ है। यहाँनिर चाहिँ सबै खानेकुराहरू पाकिसक्यो। दिनभरि लगाएको मेहनत मासु दसैँ सोल्टीको छोरा आउनुभयो। नमस्ते। दसैँमा टिका लाउनु आइसक्यो है भाइ। लगाउ न टिका लाउँदा त शिर उयो गर्नु। ए
दसैँ लागिरहेछ है। हामी टिका लाउनु लागेको है। वेलकम टु माई च्यानल। यस्तो छ है। उसले खाँदैछ सोल्टीको छोराले। कस्तो भयो? दामी साली भयो। मिठो छ? के हाल्थे कि हाल्दैन अचार पनि हाल्थे बिर्सिन्छ नि धुपहरू दियो यो हातै मुन्थ्यो के गर्नु अब सुरु गर्नु ल आशीर्वाद टिका मुस्ने कार्यक्रम भइरहेको छ। जमरा यहाँ छ हेर त जमरा रिसाउनु खुसी गर्नु खोलेर दिल खोलेर आशीर्वाद दिनुहोस् दसैँको दिन आशीर्वाद गर्नु सारा दिनको दसैँ त्यसै छ अलवेज स्टे स्ट्रङ है यस्तै हुनु जहिले पनि कस्तो हुँदैछ? राम्रो ह्याप्पी दसैँ सबैजनालाई। नमस्ते तपाईँ काम गर्छ है? हजुर कोठा चाहिँ मजाको रहेछ है तपाईँहरूले म त भुइँमा बस्छु नि। यसो गर्नु नि के अरे
पर्दैन है के राम्रो गरेर हुन्छ कोठा कति मजाको रहेछ आफू सानै लाग्छ हौ हामीलाई हामी त अनि बाबु चाहिँ ड्युटीमा छ नि ड्युटी है चेन्नई ड्युटी गर्नुहुन्छ उहाँले होइन 11 बजी हो अब 11 बजी हजुर 3 बजी उनीहरूको चाहिँ 8 घन्टे हो कि 3-4 सिफ्ट छ हो तपाईँ टिभी के अरे चाहिन्छ भने टिभी चाहिँदैन हौ खै कहाँ खाउन ठर बुढीको र हो साँच्चै भनेको त्यो दुईटा टिभी छ कि मसँग यो चाहिँ पहिला हामी त्यो दोकान गर्दाखेरि ल्याएको अनि आफ्नो पाउँदा चाहिँ मैले बोकेर ल्याएको दुईटै छ चल्छ 32 इन्चको माथि हुन्छ यहाँबाट आइदिन्छ ए ठुलो ठाउँ ए टोपी पेरमा छ त तर तिम्रो अट्दैन है ठाउँको ठुलो अब पानी पहिला छर्किन्छ नि होइन उसले अघि मलाई पानी नछर्की टिका लगाइदियो यस्तो यस्तो उयो निकाल्यो फुल चाहिँ निकालेर फुपू पनि कता यता ल है 2082 साल है अहिले 82 सालको दसैँको टिका लगाउँदैछ विमलले है फुपूहरूलाई पुसै रुबेन आउनुभएको छ यसो चाहिँ टिका लगाउँदै गरेको सबैजनालाई ह्याप्पी दसैँ हुन्छ पुसैलाई होइन कुन त हौ पुसैलाई नै हो नि आशीर्वाद दियो यता मम्मी फुपू मनमाने फुपू है कडा हुन्छ नि ठिकै छ नि आशीर्वाद पाउँ हामीले सदाभर आशीर्वाद छ खुसी लाग्यो मेरो भाइलाई चाहिँ लकी ह्यान्डसम अनि प्रगति गर्नु होइन खासै राम्रो गरिरहेको बनाइदिने जमराहरू पर्दैन बाबु दिदी यो त पर्दैन नमस्ते नमस्ते हुन्छ 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 केही हुँदैन होइन हुन्छ फुपू होइन के अरे हुन्छ हुन्छ होइन हुन्छ 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 होस् यस्तै चाहिँ हाम्रो दसैँ भ्युअर्स नघटाउनु न किन झन् फुपूले बढाउनुहुन्छ नि भ्युअर्स त अहिले फोटो खिचौँ न है
मिठो मिठो परिकार मिठो छैन हौ बनाएको छ बुहारीहरूले है हामी चाहिँ के खाने के नखाने हातै अरू गरेर के ल्याइदिनु तिम्रो ठिकै छ